आजको कथामा विशेष गोमा दुखी भएर आफ्नो एउटा कुटियामा दुखी तरिकाले जीवन बिताइरहेकी थिइन्। के गर्ने, उहाँ पुत्र जन्म भयो, ठुला भए। अब तिनले पनि अब बुझे कि अब म कसको छोरो हुँ के हो भनेर आमालाई सोद्धा आमालाई धेरै चिन्ता लाग्यो। धेरै चिन्ता गर्न लागिन्। त्यो गर्दाखेरि अब के गर्ने, आमा छोरालाई बताउनु पर्यो। बताउँदाखेरि छोराले भने मेरो गर्भमा छँदाखेरि बाबा जानुभएको खबर गरौँ भनेर सबै जग्गा खोजी गर्दै जाँदाखेरि अब एउटा गङ्गा तटमा बसेर ऋषिका आश्रममा जाँदाखेरि सोद्धाखेरि उनीहरूले बताए, यहाँ आएका थिए वृद्ध ब्राह्मण भनेर हेर्न। त्यहाँ सोधे जाँदाखेरि त्यो रुखमुनि गएर मरे भनेपछि गएर हेर्दाखेरि अब हाडहरू देख्दाखेरि उनलाई धेरै पिर पर्यो, चिन्ता लाग्यो। के गर्ने, एकछिन रोएर ओरेर फेरि गएर आफ्नो दशगात्र क्रिया आदि गरेर ओरेर अब घर गएपछि आमा त्यस्तै अब के गर्ने, केही द्रव्य लिएर जाऊँ भनेर राजाको सेवा गर्न भनेर एउटा सहरमा पसे। अब त्यही सहरमा पसेर ओरेर अब 2-4 केही द्रव्य जोडेर ओरेर अब घर गएर आमालाई सम्झाउने छन्। अब यही हो, अब अग्लो अध्यायमा आमासित गएर सोस्तानी गरेर आमाले गरेपछि फेरि छोरा पुगेर त्यो खबर दिनेछन् पछि अर्को अध्यायमा। आज यही छ मेरो। ल, सोस्तानी माताले सबै रक्षा गरून् सबैको।